सुमना श्रेष्ठको चाहिँ के छ पछिल्लो समय उहाँ पनि किङ मेकरको रूपमा लिइराखेको छ नयाँ पार्टी चाहिँ फर्मेसनमा उहाँको चाहिँ के छ राष्ट्रप्रतिको विषय होइन मैले जहाँसम्म म तपाईँको यो संवादमा करिब 2 चोटि जति भेटेको होला सो उहाँको एकदम स्पष्ट लाइन के छ भनेपछि हामीहरू एक ठाउँमा आउनुपर्छ भन्नेसम्म अहिलेसम्मको लाइन चाहिँ उहाँको तर मैले अब यति तपाईँलाई भन्छ भोलिबाट पार्टी दर्ता हुने भइसकेपछि मेरो सुमनाजी लगायतको बालेनजी लगायतको कुलमानजीहरूलाई एकदम स्पष्ट तपाईँको प्रश्न के छ भनेपछि आज रासोपा र रवि लामिछानेले तपाईँले जे देखिराख्नु भएको छ जेलभित्र भएकै कारणले गर्दाखेरि चाहिँ दोषी जस्तो या तपाईँको एकदमै भनौँ न निर्दोष छैन भन्ने खालको हिसाबले देखिराख्दै गर्दाखेरि भोलि पार्टी दर्ता भइसकेपछि 7 दिनदेखि 10 दिनबाट चाहिँ त्यो भित्रमा चाहिँ कुलमानजीलाई र तपाईहरुलाई चाहिँ मुद्दा लाग्दै गर्दाखेरि केसमा चाहिँ तपाईहरुलाई के भन्ने तपाईले पार्टी छोड्ने हो कि तपाईले राजीनामा दिने हो कि तपाईले यो राजनीति छोड्ने हो कि भन्ने खालको हिसाबमा त्यो कुरा चाहिँ बाटो हो हजुर हैन यस मैले अघि भने नि जसको जे क्षमता छ त्यसले भोलिको दिनमा जान पनि सक्छन् त्यो माहौल बन्दै छ हेर्नुस् नम्बर 1 बालेन पनि जान सक्छन् देशै छोडेर हैन यो त यस्तो छ नि तपाईको देश छोड्ने कुरा गर्नुहुन्छ तपाईको बालेनले भगाए भन्छन् भोलि बालेनले हैन देश छोड्ने कुरा मात्र छोड्दिनुस् भोलिको दिन धरती छोड्ने दिन आउँछ है यति गम्भीर कुराहरु तपाईलाई लाग्छ नि हामी अहिले मिलाउने यो त्यो गर्ने चुनाव यान त्यान भन्ने कुराहरुमा गोप्य बैठकहरु के भइराको छ सबै एक ठाउँ मिलेर कसरी सकाउने भनेर कुराहरु भइराको छ अघि मैले भनेको मुद्दाहरु कुन मुद्दा कहाँ लगाउने को कहाँ देखेको छ 30-40 हजार फुट के रे हजार भन्दा बढी फुटेजहरु एक ठाउँमा राखेर के हुन्छ अहिले पो तपाईको हरेक जिल्ला 77 जिल्लाबाट तपाईको किटानी जाहेरीहरु दर्ता भएको छ अहिले पो जेनजीको सरकार भएको कारणले गर्दाखेरि चाहिँ चुप लाएर बसिरहेको छ भोलिको उनीहरुको सरकार आउँदैखेरि कहाँ हुने कुन दुलोमा लोक्ने कहाँ जाने फेरि रासोपामा आउने त्यो कारणले गर्दाखेरि एकदम कुरा चाहिँ गम्भीर छ तपाईहरुले भन्नु भएन किन भने भनिसकेको छ हामीले त्यो कारणले गर्दाखेरि यो खबरदारी पनि हो चेतावनी पनि हो यदि भन्दै गर्दाखेरि अझै पनि रासोपा मूलधारको पनि र वैकल्पिकको पनि तपाईको अभिभावक भएको कारणले गर्दाखेरि चाहिँ उदार चाहिँ हामीले पनि देखाउनु पर्छ र भोलि ठीक छ हामी त एकदम शुभकामना दिन चाहन्छौँ तपाईहरु पार्टी खोल्नुस् 3 वर्षदेखि रासोपाले गरेको संघर्ष हामी पनि हेरौँ त तपाईले पनि संघर्ष गर्नुस् पार्टी कसरी बन्दो रहेछ तपाईको 77 जिल्लामा तपाईको मान्छेहरु कसरी आउँदै रहेछन् 5 जना मान्छे ल्याउनलाई कति गाह्रो हुँदै रहेछ यी अहिले यत्रो ठुलो तपाईले बिल्डिङमा त देख्नु भएको छ 10 महिनाको तपाईको के रे तिर्न नसक्दै गर्दाखेरि कति गाह्रो भएको छ हैन ठीक छ त्यो गाह्रो तपाईहरु आफै भोगेर आउनुहुन्छ भनेपछि अझै परिस्कृत भन्दै गर्दाखेरि रासोपा चाहिँ त्यो बेला पनि वार्ता गर्न चाहिँ तयार छ तपाईले यति धेरै चिन्ता व्यक्त गर्दै गर्दा बाहिर के पनि भनिन्छ भने पुकार बम आफैले रवि लामिछानेको विकल्प खोजिरहेका छन् रवि लामिछानेलाई हटाएर अर्को व्यक्ति ल्याउन खोजिरहेका छन् भन्ने हल्ला चलिरहेको थियो अब के भन्नु हो यो तपाईले भन्नु नि हल्ला मात्र हो यसको एकदम स्पष्ट डीपीजीलाई सोध्नु होला सोनिमजीलाई सोध्नु होला र कुनै दिन तपाईहरुको मिलिहाल्छ भेट्न मिलिहाल्छ स्वयं रवि लामिछानेजीलाई चाहिँ भन्नु होला पुकार बमले गरेको प्रयास के को लागि थियो भनेपछि 3 जनालाई सोध्नु होला सबैभन्दा नजिक भएर उहाँले हामीसँग काम गर्नु भएको छ उहाँहरुलाई ब्रिफिङ गरिएको छ र कतिवटा कुरा केन्द्र समितिमा भनिएला धेरै कुरा यहाँ भनिसके बाँकी रहेको कुरा चाहिँ पार्टीको आधिकारिक रूपमा भनिन्छ मैले यति मात्र भने 3 जनालाई सोध्नु होला पुकार बमले गरेको प्रयास जुन तरिकाले पार्टी भित्रै र पार्टी बाहिर तपाईको जुन खालको एउटा घेराबन्दीमा राखेर चाहिँ तपाईको हैन विरोधीको रूपमा देख्यो भने त्यो त केही फरक पर्दैन हेर्नुस् 1-2 जनाले केही भन्दैमा केही फरक पर्दैन पुकार बम यो मुभमेन्ट बचाउनको लागि आएको हो पार्टी मात्र हैन मुभमेन्ट बचाउनको लागि चाहिँ जुन सुकै हदसम्म जान चाहिँ तयार छ र त्यसमा अघि मैले भनिसके जुन 7 बुँदे त्यो भन्दा पछाडी चाहिँ पुकार बम हट्दैन धन्यवाद मैले 7 बुँदेमा लेखिसकेको छु अवरोध चाहिँ तपाई हामी नै हो मैले भनेको जति पनि शक्तिहरु छन् तपाईहरु नि बाहिरकोले त के हुन्छ हामीलाई सिध्याउन लाग्यो अवरोध हैन उनले सिध्याउने हो अवरोध गरेको हैन उनीहरु सिध्याउने निमिट्यान पार्ने एलिमिनेट गर्ने सफाया गरेर अब फेरि पनि वैकल्पिक नयाँ भनेर कोही पनि नउदाओस् भन्नको लागि चाहिँ उहाँहरुले एकदम स्पष्ट रूपमा रासोपाको अवरोध सुमना श्रेष्ठ पनि हो हैन यस्तो तपाई एकजना फेरि सुमना श्रेष्ठ मात्र नहुनुहोस् हामीहरु पनि हो भनेको के तपाई हामी सबै हो त्यसले गर्दा अहिले मैले देखिरहेको छु यहाँ मूलधारको पार्टी कोही पनि हुन्न तपाई सबै वैकल्पिक हुनुहुन्छ तपाई मिडिया हुनुहुन्छ चौथो ठुलो अङ्ग हुनुहुन्छ अहिले किन कान्तिपुरले हाम्रो कुरा राख्दैन सेतो पार्टीले अनलाइनले किन राख्दैन तपाईहरु वैकल्प हो त्यसले गर्दा तपाईहरु पनि जिम्मेवार भइदिनु सक्नुपर्छ यो भिडाउने एक ठाउँमा ल्याएर जुदाउने भन्दा पनि कसरी मिल्न सकिन्छ एक ठाउँमा आउनुपर्छ भन्ने कुरालाई मात्र फोकस गरिदिनु भयो भने एक ठाउँमा आउने वातावरण चाहिँ बन्छ हस् धन्यवाद यति एउटा प्रश्न गरे मैले जस्तो कि यति धेरै तपाईहरुले प्रयास गर्नुभयो 2 जनाको नेतृत्वमा रहेर अहिले तपाईले अनाउन्स गरे अनुसार भोलि पार्टी खुल्दैछ यो अवस्थामा त्यो दुःख खेर जाँदाखेरि अहिलेका लागि हैन त्यसलाई फेरि यस्तो 2-3 जनालाई मात्र नहेर्नु न तपाईको जस्तो अब अहिले त्यो समूहमा रक्षाबम अड्छ कि अड्दैन रिजन राणाहरु अड्छ कि अड्दैन अरु जेनजीको अरु पनि समूह लिडर त होला नि त जो अटेनन् जस्तो कि जो त्यहाँ जाँदैछन् जसले पार्टी खोल्दैछन् तिनीहरुलाई ल्याउन नसक्दा दुःख लागेको छ कि धिक्कार लागेको छ दुःख पनि लागेको छ धिक्कार पनि लागेको छ अन्तिमसम्म अझै पनि प्रयास हुन्छ त्यहाँ केही राम्रो साथीहरु पनि छन् उनीहरुलाई फेरि पनि त्यो वार्ताको ढोका चाहिँ खुल्ला छ हस् धन्यवाद थ्यांक यू सो मच